आउँदैन टुरमा छु म यहाँ रास्ता तालको टुर प्रेम तालको टुर बस स्टप छ हौ हामी चाहिँ यहाँ तररामा तररादेखि उता आएको त्यो प्रेम ताल भन्ने ठाउँमा जाँदैछौँ साथीहरू देखेको छैन अब कस्तो छ देखाइरहेको होला हामी कहाँ छौँ भनेर अब हामी चाहिँ लोकेसन ट्र्याक गर्दै जाँदैछौँ म तिमीहरूको कपाल त खतरा आइरहेको छ साथीहरू ल अब हामी चाहिँ तर आइपुग्नु आँटेको अनि हामी चाहिँ लोकेसन ट्र्याक गर्दा कतादेखि घुमेर हो कस्तो घुमाउ र कता कताको बाटो देखाएको छ 38 एउटा 15 पोर्क खान गएको हामी पोर्कको सुक्खा कता हरायो मैले त केही बुझिनँ है यो बाटो अब हामी जाँदैछौँ यतापट्टि त्यो प्लेन जाने बाटो थियो साथीहरू हामीले लोकेसन चाहिँ हामीले भेट्यौँ तररादेखि लेफ्ट होइन लेफ्ट जानुपर्ने रहेछ हामीले भेट्यौँ अब हामी चाहिँ हाम्रो गन्तव्यतिर जाँदैछौँ त्यही भएर खुसी भएर हामीले के सोध्यौँ यता चाहिँ मेरो छोरो टक्क लाएर क्याप लाएर हामी पनि सोध्दै खोज्दै जाँदैछौँ यता गाउँघर स्कुल त छुट्टी भएकै रहन्छ नि यतातिर दामी गाउँ रहेछ ब्युटिफुल साथीहरू के सरुवा फुललाई फेरि सरुवा सेपुवा चटपटे केको कुरा गर्दैछ दाजु त सरुवा दामी भित्र छ गाइस साथीहरू कल 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 मस्त खोला बगिरहेछ यसलाई चाहिँ चुटी टोल रामले साथ भन्दो रहेछ मेरो छोरो सुतो क्या हौ धान काटेर धामी रहेछ यस्तो दामी मासु भात खाइन्छ भाइ पनि हो र साथीहरू यस्तो भयो त यहाँ चढ्न सकेन नगर्न त्यसरी पछाडिदेखि ठेल्नु पर्ने भयो त यो त साथीहरू यो चाहिँ प्रेम ताल जाँदाकै साथीहरू दृश्य यसो गर्नुपर्ने रहेछ सफारीमा आउनु भने चाहिँ साथीहरू यहाँ हेर्नु त आमामा ठुलो पुल रहेछ यो सेउकी पुल के पुल अरे अनि पञ्चायत सामुदायिक हेरेर आउनु है साथीहरू यस्तो रहेछ आधी बाटो रहेछ यहाँ प्रेम ताल गर्न त प्रेम तालमा गएर प्रेम गर्नु त गाह्रो रहेछ अब ला गन्डा गुन्डुङ रहेछ बिस्तारै जाउँ न बिस्तारै कुदाउनु ल तँलाई के उडाएर लाँदै कुमुटलाई भनेको नि यस्तो रहेछ यो हेरेर आउनु एउटा बोर्ड सोर्डको पनि सुविधा रहेन तपाईँहरू पनि आउनु भयो भने त्यसरी सोध्दै सोध्दै आउनु ल यताको गाउँको मान्छेलाई भन्दै भन्दै सोध्दै लेकको छ के छ पिजा मासु खान पाउँदा के छ खाएकै हो पहिला नि त्यही हो हेर्दा पनि खाएकै फाइनली गाइज हामी चाहिँ हाम्रो गन्तव्यमा होइन नजिकै नजिकै हो त तिनटै सबै एकै ठाउँ शङ्कर आइपुग्यौँ साथीहरू आइपुग्यौँ हामी गेटमा आइपुग्यौँ ल साथीहरू ल आइपुग्यौँ हाम्रो ठाउँमा यहाँ भित्र होला यहाँ छ
छ हौ उहाँ बस्ने ठुलो यहाँ फिसिङ पनि गर्न पाइन्छ साथीहरू कस्तो दामी देखियो देखिँदो रहेछ यहाँ चाहिँ दामी आउँछ बराबर फोटो खिच्ने ल साथीहरू अब चाहिँ हामी घुमिवरी प्रेमतालमा हामी चाहिँ यहाँ सब अर्डर गरेको छौँ पोर्क सेकको अर्डर गरेको छौँ हामी यहाँ सबैजना बसिरहेको छौँ अब चाहिँ हामी सेकको पर्खाइमा छौँ है पोर्क सेकाहरू पाउँदो रहेछ दामी चाहिँ बस्नको लागि बच्चाहरूको लागि सेफ्टी रहेछ वरिपरि बारेको रहेछ बच्चाहरूको लागि डिजाइन बनाएको साथीहरू त्यहाँ एक जोडी चाहिँ पुरा भयङ्कर टिकटक बनाइरहेको छ एक जोडीहरू खुब हेर्न सक्नुहुन्छ तपाईँहरू मैले चाहिँ यहाँ भिडियो लुकेर चोरेर भिडियो बनाएर छु पुरा त्यहाँ चाहिँ टिकटकको उयो जाँदैछ त्यहाँ क्यामेरा स्ट्यान्डहरू एउटा ठाउँ नभएर अब हेर्नु है त्यहाँ घुमी घुमी बनाउँदैछ लोकल सरुवा यहाँको कस्तो चाहिँ टेस्ट पनि गर्नुपर्छ सरुवा लोकल कोदोको हामी अलिअलि खाने होइन लोकल सरुवा यहाँ प्रेमतालका स्पेसल अर्को एउटा गिलास पातलो रहेछ थोरै खाइदिएन पर्दैन टेस्ट चाख्दा कस्तो सरुवा मिठो रहेछ तर अलिक पातलो भयो नि बुझ्यो यो मिठो अब चाहिँ आयो साह्रो नै आउने तकाले खानलाई गाइज साथीहरू अब चाहिँ हामीले लगभग खाइसक्यौँ हाम्रो प्रेमतालमा 1 केजी सेकुवा मगाएको खाइ नै सकिएन रमाइलो हुँदो रहेछ क्या रमाइलो यहाँ चाहिँ राति पनि भक्कु मान्छे हुँदो रहेछ अब हामी चाहिँ जाने तर्खरमा छौँ पर बहिनीहरू बिल्कुल देखाल आजलाई यति नै तपाईँहरू पनि आउनु होला मिठो थियो चटपटे पनि मिठो थियो सेकुवा पनि मिठो थियो सबै मिठो सरुवा पनि मिठो